हामी चाहिँ च्याङ्ग्रा हेर्न आएको पुरै यसपालि चाहिँ च्याङ्ग्रा खाने दसैँमा च्याङ्ग्राको मलामी यता यहाँ ओ के छ हौ असै सर लाग्यो लाग्यो गर्नुपर्ने रहेछ च्याङ्ग्रा हेर्न चाहिँ झट्टै यहाँबाट यस्तो गएर यहाँबाट ट्याक्कै दिदी के हो यो भेडा बाख्रा हो कि के हो च्याङ्ग्रा हो कहाँदेखि ल्याउनु भएको हुम्लादेखि आम्मामामामामामा उहाँ माथि दाई पनि हो च्याङ्ग्रै हो त प्योर हुम्लाबाट ल्याएको हुम्ला जुम्लाबाट हो हो लु त च्याङ्ग्रा त या ठिक छ नि त ल चाहिँ हुम्लाको रे टिका सिका पनि लगाइदिएछ त हुम्लाको च्याङ्ग्रालाई यो चाहिँ ठिक छ है ल 2500 रुपियाँ केजी भन्छ यार काटेर गाह्रो पो छ त ल हो यो चिसोमा बस्नेहरू गर्मीले गर्दा क्या च्याङ्ग्राको मलामीहरू उहाँ चाहिँ च्याङ्ग्राको धनी ओनर उहाँ छाता बोक्ने चाहिँ ओनर हुनुहुन्छ अनि सब च्याङ्ग्राको कतिवटा अरे दाजु कतिवटा हामीले यो दसैँको लागि लैसक्यो हो ल ल ल ल साथी हो च्याङ्ग्रा खाएर अनि सब च्याङ्ग्रा पार्दिने हो सुटा सब च्याङ्ग्रा हुन्छ अरु हामी खादैन च्याङ्ग्रा हेरेर लास्टमा हाँसो पनि आइपुग्यो होइन त बोल्नु न हाँस चाहिँ कसरी हौ दाजु होलसेलमा 600 रुपैयाँ कट्टा हो पुरै हो पुरै 600 रुपैयाँमा दिँदैछु ल गजब छ गजब नाकको गङ्गाटे खोला भन्दैमा 600 रुपैयाँ कट्टा लाउनुस् सबैजना पूजा गर्नलाई पनि छ लोकल ब्रोइलर कति चाहियो त्यति होइन त्यति जति चाहिने हो ल यहाँदेखि बढी हुँदैन ल आयो